दर्शक महानुभावहरू नमस्कार। न्यूज नेपाल टिभीको न्यूज बुलेटिनमा स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौं। देश विदेशमा घटेका घटना परिघटनाहरूलाई सत्य तथ्यको आधारमा प्रस्तुत गर्नेछौं। हामी सँगै रहनुहोला। कुन कुन ठाउँमा के भइरहेको छ र के चल्ने भवाला छ यस विषयमा पनि विस्तृत रूपमा जानकारी लिएर आएका छौं। हामी सँगै रहनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। सबै समाचारहरू उत्तिकै महत्त्वपूर्ण छ। थापाको राजीनामा 2 महिनामै ओली प्रचण्ड वर्षौंदेखि सत्तामा। इरानको ग्यास क्षेत्रमा ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी। इरान कतार ऊर्जा तनावमा। पूर्व निर्देशक जो केन्टेन भन्छन् इरानका सर्वोच्च नेतालाई मार्नु गल्ती भयो। सबैभन्दा ठूलो ग्यास स्रोत र पूर्वाधारमा आक्रमक। विश्व चर्चामा ऊर्जा संकटमा पर्न सक्ने। कम्बोडियाबाट 20 नेपाली उद्धार गरी स्वदेश फर्काइयो। के गगन थापाले राजीनामा दिएको राजीनामा स्वीकृत होला? खारबो चिथोर्ने बन्द गरौं। नयाँ सरकारलाई 3 महिना काम गर्न दिउँ। गोकुल बास्कोटा। लागू औषध सहित विभिन्न स्थानबाट 15 जना पक्राउ। गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट। संवादको प्रतिफल स्वरूप निर्वाचन सम्पन्न भयो। रामप्रसाद भण्डारी। इजरायल दूतावास अगाडि लाग्यो युद्ध विरामको नारा। चिनिया राष्ट्रपतिको किताब जलाएको घटना छानबिन गर्न समिति गठन। चुनाव हारपछि जसपा नेपाल अन्तरिम समीक्षामा। पर्यटन भिसामा खेल खेल्ने प्रतिबन्ध श्रम संस्कृतिको निर्णय अनिवार्य। गगनको राजीनामा पत्र मेरो निर्णायक पराजित मानसिकताको उपज होइन। 13 वर्षमा 13,000 भन्दा बढी वन डढेलोको घटना। भोलि लुम्बिनीमा र पर्सि कोशीमा तीव्र हावाहुरी चल्ने सतर्कता अपनाउन अपिल। 1.5 वर्षीय छोरी बोकेर प्रमाणपत्र लिन आइपुगिन् सांसद समिना मिया। निर्वाचन सफल भएकोमा धन्यवाद दिन कडाली पुगिन् प्रधानमन्त्री कार्की। समानुपातिक सांसदले बुझे प्रमाणपत्र। खरवौला नाका सामान बरामद गर्दा विवाद भएपछि डीएसपी माथि हातपात। यी र यस्तै महत्त्वपूर्ण समाचार छन्। हामी सँगै रहनुहोला। अब भने सुरु गरौँ पहिलो र विशेष खबर। थापाको राजीनामा 2 महिनामै ओली र प्रचण्ड वर्षौंदेखि सत्तामा। नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएपछि पुराना दलका अभियुद्ध विरुद्ध नेताहरूमाथि दबाव बढेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले कमजोर नतिजा ल्याएपछि थापाले नैतिकताका आधारमा बुधबार राजीनामा दिएका थिए। उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएको सहमन्त्री प्रकाश स्नेहीले जानकारी दिएका छन्। उनले भने सभापति ज्यूले चुनावमा पराजित भएपछि नैतिकताको विषयलाई लिएर ध्यानमा राखेर राजीनामा दिनु भएको छ। स्नेहीले भनेका छन् पुराना पार्टी सभापतिहरू मध्ये सबैभन्दा कम उमेरमा र छोटो समयमै नेतृत्व गरेर थापाले राजीनामा दिएका हुन्। 49 वर्षीय थापाले माघ 2 मा काठमाडौँमा चलेको विशेष महाधिवेशनबाट नेतृत्व लिएका थिए। तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेर चुनावमा जान नसकिने भन्दै थापाले विशेष महाधिवेशन प्रतिनिधि सभा मार्फत जिम्मेवारी लिएर आएका थिए। सुध्रिएको कांग्रेस 2 बदलिएको कांग्रेस जस्ता नाराहरू लिएर पनि पार्टीले चुनावमा मात्र 38 सिट जित्न सक्यो। सभापति थापा आफै सर्लाही 4 क्षेत्र नम्बरबाट पराजित भएका छन्। चुनावमा पराजय भोगेपछि कांग्रेसको देउबा निकट नेताहरूले थापामाथि राजीनामाको दबाव बढाइरहेका छन्। अन्ततः थापाले राजीनामा दिएका हुन्। अब थापाको राजीनामा प्रकरण कसरी अघि बढ्छ भन्ने हेर्न बाँकी नै छ। थापाको राजीनामा पछि पुराना दलका मुख्य नेताहरूमा दबाव बढेको विश्लेषकहरू बताउने गरेका छन्। विशेष महाधिवेशन नभएको भए कांग्रेस दोस्रो हुने थिएन गगनले जोगाएका हुन्। राजनीतिक विश्लेषण कृष्ण पोखरेल भन्छन् तर नैतिकताका आधारमा राजीनामा दिए अन्य नेताहरूबाट सम्भव छ जस्तो लाग्दैन। निर्वाचनमा एमाले नेकपाले पनि कमजोर नतिजा ल्याएका छन्। एमाले तेस्रो अवस्थामा खुम्चिएको छ भने नेकपा चौथो अवस्थामा पुगेको छ। एमाले 25 सिट जित्यो भने नेकपाले 27 सिट मात्र ल्याएको छ। थापाको राजीनामा पछि एमाले र नेकपाका नेताहरू नेतृत्वको बचाउमा लागेका छन्। एमालेका नेता सूर्य थापाले सभापतिबाट थापाले दिएको राजीनामालाई राजनीतिक नाटकको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले राजीनामाको चर्चा बकस पत्रमा बकवास भएको मजाक भएको बताएका छन्। नेता थापाले राजीनामाको आधिकारिकतामाथि प्रश्न उठाउँदै भनेका छन् राजीनामा दिनेले दिएको भनेका छैनन्।
उजुनीले हो पनि भनेका छैनन् र त्यो पाइएको पनि छैन। राजीनामाको औपचारिकता पत्र समेत गायब छ। झट्ट यो स्ट्यान्ड फन्डा गरे जस्तो लाग्दछ। यो कहिले पनि हुन सक्दैन, सूर्यबहादुर थापाको भनाइ छ। थापाले एमाले ओली निकट नेता पनि हुन्। एमालेमा ओली इतर पक्षले ओलीको राजीनामा मागिरहेका छन्, तर संस्थापन पक्ष मौन छ। उनीहरू राजीनामाको विकल्प नभएको बताइरहेका छन्। राजीनामाले सबैथो घुन्न पार्टीभित्र समीक्षा आवश्यक छ। ओली निकट शेरबहादुर तामाङ भन्छन्, अहिले अध्यक्ष ज्यू शोकमा हुनुहुन्छ, बिस्तारै संवाद हुन्छ। नेकपाका नेताहरू पनि अध्यक्षको राजीनामा माग्न थालेका छन्। नेकपाका नेता सरल सहयात्रीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी गम्भीर आत्मसमीक्षा र वैचारिक पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्। उनले लोकतन्त्रलाई नयाँ ढंगले अगाडि बढाउनका लागि पार्टीले महाधिवेशन मार्फत देशव्यापी समीक्षा गर्नुपर्ने बताएका छन्। उनले भने ओडादेखि केन्द्रसम्मको संगठनात्मक, संरचनात्मक र प्रणालीगत र कार्यविधिमा सुधार आवश्यक छ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण सही ढंगले भएको छ वा छैन भन्ने विषयमा समेत व्यापक बहस हुनु पर्दछ। हाम्रो विचार, संगठन र नेतृत्व विकास बारे महाधिवेशन मार्फत गम्भीर समीक्षा गर्नु आजको आवश्यकता हो। नेकपाका नेताहरू अहिले पनि प्रचण्डकै पक्षमा उभिएका छन्। थापा माघ 2 मा सभापति बनेका थिए। उनले नैतिकता सम्झँदै राजीनामा दिए। पुराना दलका मुख्य नेताहरू वर्षौंदेखि नेतृत्वमा छन्। प्रचण्ड 44 वर्षदेखि र ओली 10 वर्षदेखि नेतृत्वमा छन्। पछिल्लो पुस्ता उनीहरूबाट पुस्तान्तरण चाहन्छन्। एमालेमा सुरेन्द्र पाण्डे, योगेश भट्टराई जस्ता नेताहरू नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्। अब नेतृत्व पुस्तान्तरण हुनुपर्छ। अहिलेसम्म भएका काम जे भए धन्यवाद छ। अब नयाँ तरिकाले अघि बढ्नु पर्दछ। एमाले उपमहासचिव योगेश भट्टराईले भनेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले र ओली दुवै पराजित भएका छन्। अहिले फेरि एमालेमा नेतृत्वको विषय उठेको छ। नेकपामा समेत स्थिति त्यस्तै बन्न गएको छ। माओवादी हुँदा समेत मुख्य नेता प्रचण्ड अहिले नेकपामा पनि संयोजक छन्। उनका विषयमा नेकपामा कुरा उठेको छैन, तर पार्टीको तल्लो पंक्ति नेतृत्वको रूपान्तरण आवश्यक रहेको बताउन थालेका छन्। पछिल्ला दिनमा माओवादी सहित धेरै दल एक ठाउँमा ल्याउँदा समेत अपेक्षित मत आउन नसकेको गुनासो छ। प्रचण्ड नेतृत्व पुस्तान्तरण, रूपान्तरण र हस्तान्तरण गर्न धेरै ढिला भइसकेको छ। पुरानो नेतृत्वकै कारण माओवादी जनआन्दोलन कमजोर बन्यो। नेकपाका युवा नेता धनराज वास्तविक भन्दछन्, आर्यघाटसम्म कुर्सी लैजाने पद्धति छोड्नु पर्दछ। कम्युनिस्ट जमानत घट्दो छ। प्रचण्डले पनि टाउकोमा आइस राखेर सोच्नु पर्छ। अरूको कुरा सुन्दा भन्दा पनि आफै मनन गरेर नेतृत्व छान्नु उचित हुनेछ। जिम्मेवार रवि हराए बालेन। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनबाट निर्वाचित सांसदहरू नयाँ संसद भवन प्रवेश गर्ने तयारीमा छन्। निर्वाचनबाट 6 वटा राजनीतिक दलले संसदमा प्रवेश पाउँदा एक स्वतन्त्र सांसद पनि संसद छिर्दैछन्। सबैभन्दा ठूलो झण्डै 2/3 सिट सायद हात पारेको रासपा बढी उत्साहित देखिएको छ। तर रासपाकै अधिकांश सांसदहरू पहिलो पटक संसद छिर्दै गर्दा उनीहरूलाई 2 दिने क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिइसकिएको छ। 275 संसदीय प्रतिनिधि सभा राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै 182 जना सांसद छिर्दैछन्। 3.5 वर्ष अघि मात्रै स्थापना भएको यो पार्टी अधिकांश सांसदहरू पहिलो पटक संसद छिर्न लागेका हुन्। संसद यस्तो थलो हो जहाँ कानून निर्माण गर्ने काम हुन्छ। संसदले खेल्ने भूमिकादेखि मर्यादा पालनसम्मका कुराहरू महत्त्वपूर्ण मानिन्छन्। त्यसैले सांसद छिरेर निर्वाह गर्ने भूमिका तथा कर्तव्य बोध गराउनकै लागि राष्ट्रपाले 2 दिने बन्द प्रशिक्षण आयोजना गर्यो। पहिलो पटक झण्डै 2/3 जनमत सहित सरकारको बागडोर सम्हाल्ने तयारीमा रहेको रासपाका लागि निकै चुनौतीपूर्ण पनि देखिएको छ। अझ विभिन्न स्वार्थ समूहबाट आएका व्यक्तिहरूलाई एक ठा पारेर बनेको संरचनालाई लयमा लैजान सहज छैन। यही कठिन चुनौती बीच सत्ता सम्हाल्ने तयारीमा रहेको रासपाप्रति आम नागरिकको भरोसा र अपेक्षा पनि छ भने अन्य राजनीतिक दलहरू र दलहरू रासपाको कमजोरीको पर्खाइमा छन्। सबै आकांक्षाहरूका लागि गलत साबित गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको रासपाका सभापति रवि लामिछाने सांसदहरूको अभिमुखीकरणमा पनि निकै जिम्मेवारी देखिएका छन्। फागुन 21 मा सम्पन्न प्रतिनिधि सभा चुनावमा जनताले अद्भुतपूर्ण जनमत पाएको रासपा नयाँ सरकार गठनको अन्तिम तयारीमा रहिरहँदा अभिमुखीकरणमा पनि सहभागी सांसदहरू पनि उत्तिकै उत्साहित देखिएका छन्। मन्त्री चयनमा ढिलाइ।
झण्डै 2/3 जनमत पाएको राष्ट्रपाले भने मन्त्रीमण्डल बनाउने कुरामा पनि विलम्ब देखिएको छ। सभापति रवि लामिछानेले बुधबार आफ्नो नवनिर्वाचित सांसदहरूलाई पनि त्यो कुरा प्रष्ट पारेका छन्। मन्त्रीमण्डल विस्तार बारे अहिलेसम्म कुनै काम अघि नबढेको बताएका छन्। यो सँगसँगै मन्त्री बन्नका लागि आफ्ना सांसदहरूको दौडधुप पनि कठोर देखिएको छ। मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा मिडिया ट्रायल नगर्न पनि आफ्ना सांसदहरूलाई निर्देशन नै दिएका छन्। राष्ट्रपाले अद्भुतपूर्ण जनमत पाएको र सरकारमा जाने सम्भावना रहेको सन्दर्भमा सांसदहरू बीच मन्त्री बन्ने आकांक्षा बन्नु स्वाभाविक भए पनि त्यसलाई मिडियाबाजीको विषय नबनाउन उनले पटक पटक आग्रह गरेका छन्। मन्त्री छनौटको मापदण्ड व्यक्तिको क्षमता र विज्ञतामा हुने उनले प्रष्ट पारेका छन्। लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिँदै पार्टीले विधानमा व्यवस्था गरेको राइट टु रिकल यसपटक कडाइका साथ लागू गर्ने स्पष्ट पारेको छ। सरकारको अङ्कगणित अवस्था जस्तोसुकै भए पनि अनुशासनहीनता सहन नहुने यस्तो भयो भने पार्टीबाटै निष्कासन गर्ने रवि लामिछानेले चेतावनी समेत दिएका हुन्। नयाँ सरकारको ब्रेक प्रतीक्षा। आम नागरिक यति बेला नयाँ सरकारको वेब प्रतीक्षामा छन्। निर्वाचन आयोगले राष्ट्रपति कार्यालय र संसद सचिवालयमा निर्वाचन परिणाम बुझाए लगतै नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्नेछ। आयोगले समानुपातिक तर्फका 110 जना सांसदहरूलाई बिहीबार प्रमाणपत्र प्रदान गरिसकेको छ भने चैत्र 12 गते शपथ गराउने पनि कुरा रहेको छ। त्यसपछि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्नेछ। 2 दिने नवनिर्वाचित सांसद अभिमुखीकरण मार्फत मतदाता रुझान लागेको राष्ट्रपालाई अब यो वा त्यो भन्ने बहाना भने छैन, किनकि नागरिकले ठूला भनिएका राजनैतिक दल कांग्रेस एमाले र नेकपा सहितका दललाई किनाराकृत गर्दै राष्ट्रपाललाई अवसर दिएका छन्। तर सरकारको नेतृत्व लिने भनिएका राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाह भने अभिमुखीकरणको नाममा मुख समेत देखाएका छैनन्। स्वतन्त्र उम्मेद्वार काठमाडौँ महानगरको मेयर निर्वाचित भएका बालेनको संसद यात्रा पनि पहिलो हो। उनलाई पनि अभिमुखीकरणको आवश्यकता छ, तर आफ्ना सांसदहरूलाई दुर्कार्ने रवैयाले भने बालेनलाई मात्र होइन सिङ्गो राष्ट्रपालाई पनि क्षति हुनेछ। गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय विरुद्ध सर्वोच्चमा ऋण दर्ता भएको छ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्री परिषदको निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै सर्वोच्च अदालतमा ऋण दर्ता भएको छ। अधिवक्ता मनिष कुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्री परिषदको कार्यालय र गृह मन्त्री अर्याललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। अधिवक्ता श्रेष्ठले दायर गरेको रिट संवैधानिक इजलासमा सुनवाई हुने सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिएका छन्। उक्त रिटको सुनवाई आउँदो चैत 25 गतेका लागि पेशी तोकिएको छ। रिटमा सदस्यताको योग्यता बारे नेपालको संविधानको धारा 78 को उपधारा 1 मा संघीय संसदको सदस्य हुन कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था विरुद्ध सिफारिस गरिएको विगतका नियुक्तिका निम्ति कुलिङ अफ पिरियडका अभियन्ता रहेका अर्याल आफ्नो सिफारिसको निर्णय आफै संलग्न भएका कारण निर्णयमा कन्फर्टेड रहेको पनि बताइएको छ। नैतिकताको आधारमा उनी नजानु पर्ने हो, तर उनी गएपछि उनलाई आफैलाई सांसद हुनुपर्छ भनेर फेरि गृहमन्त्री खाना आउने जस्तो चाल देखेपछि उनी माथि सर्वोच्चमा ऋण दर्ता भएको हो। खारबो चिथुर्न बन्द गरौं, नयाँ सरकारलाई 3 महिना हेरौं, 3 महिनापछि बोलाउला जे बोले पनि अहिले नबोलाउ गोकुल बास्कोटा। नेकपा एमालेका नेता गोकुल बास्कोटाले भर्खरै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्राप्त गरेको जितलाई जनताको रोजाइका रूपमा स्वीकार्नु पर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नयाँ सरकारले कसरी काम गर्छ भन्ने कुरा उनीहरूकै हातमा रहेको उल्लेख गरेका छन्। बास्कोटाले नयाँ सरकारले काम सुरु गरेको कम्तीमा 3 महिनासम्म अरूले कुनै टिप्पणी गर्नुको अर्थ नरहेको प्रष्ट पारेका छन्। जनता सधैँ साझा रहने भन्दै यसपटक आम नागरिकले राष्ट्रपाका बाचा र एजेन्डालाई विश्वास गरेको स्वीकार गरेका छन्। चुनावी परिणामपछि विभिन्न कोणबाट भइरहेका आलोचना र असन्तुष्टिलाई संकेत गर्दै उनले खारबो चिथोर्न बन्द गरौं भन्ने शब्द टिप्पणी गरेका छन्। उनले लेखेका छन्, राष्ट्रपाले चुनाव जित्यो, चलाउँछ कसरी त्यो उनीहरू
उनीहरूकै कुरा हो। कसरी सरकारले काम थालेको छ 3 महिनासम्म अरूले केही बोल्नु नै बेकार हो। जनता साझा थिए र छन् हुने पनि छन्। फरक कति मात्र हो भने आम जनताको हृदयमा यसपल्ट उनीहरू परेका छन्। अझ यसो भनौं, उनका बाचा जनताले पत्याए खार्बो चिथुर्न बन्द गरौं। जसरी पनि काम गर्नेलाई गर्न देऊ। हामीहरू एक दुसराको यो खिचातानी गर्ने बानीले गर्दा अहिलेसम्म नेपाल बन्न नसकेको मुख्य एउटा कारण पनि यही बताइएको छ। हामी एक अर्कालाई एकदमै खुट्टा तान्ने प्रवृत्ति छ। यो प्रवृत्ति नेपालमा रहेर सम्म देशमा विकास नहुने गोकुल बास्कोटाको टिप्पणी छ। कम्बोडियाबाट 20 नेपालीको उद्धार गरी स्वदेश फर्काइयो। कम्बोडियामा अनलाइन ठगी लगायत गैर कानूनी काममा लगाएका र बिना भिसा बसिरहेका 20 नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। थाइल्यान्ड स्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरूलाई आज स्वदेश फर्काइएको हो। विभिन्न व्यक्तिको प्रलोभनमा परि विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन क्यासिनो केन्द्रित र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैर कानूनी काम समेतमा लगाइएको थियो। कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायत गैर कानूनी काममा लगाइएको र बिना भिसा वा बिना अवधि भन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जानकारी दिएको छ। स्याङमिङ केन्द्रमा काम लगाइएको राहतदारी कम्पनीले जफत गर्ने गरेको वा वासिङ केन्द्रमा पनि ट्रान्सफर हुँदा राहतदारी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जानकारी दिएको थियो। त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावासले बैंककको उद्धार गर्न निशुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरेको थियो। कम्बोडियाको पर्यटन सम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् 2021 मा 101 जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएका छन्। सन् 2022 मा 1977 जना र सन् 2023 मा 2940 र 2024 मा 6404 तथा छन् भने 2025 मा 9667 जना नेपाली कम्बोडिया गएको देखिन्छ। नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएका मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परि छिटो र सधैँ पैसा कमाउने र छिटो र छरितो पैसा कमाउने लोभमा कम्बोडिया लाओस भन्ने कुरा हामीले यहाँबाट जानकारी गराउन चाहन्छौं। नेपालीहरूलाई धेरै प्रलोभनमा पारेर नेपालीले नेपालीहरूलाई नै कम्बोडियामा धेरै बेचेको देखिएको छ। यस्तो प्रक्रिया रहेसम्म कम्बोडिया सरकारले यस्तै हो भने नेपाललाई भिसा नै बन्द गर्ने चेतावनी समेत दिएको छ। एकै दिन तोलामा 5400 रुपियाँले घट्यो सुनको भाउ। बिहीबार एकै दिन सुनको भाउ तोलामा 5400 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रति तोला 3,02,300 रुपियाँ तय गरेको छ। अघिल्लो दिन 3,07,700 रुपियाँ सुनको कारोबार भएको थियो। सुनको भाउ केही साता यता घटिरहेको छ। गत माघ 15 गते हालसम्मकै उच्च प्रति तोला 3,39,300 रुपियाँमा कायम गरेर रिकर्ड नै तोडेको थियो। त्यस्तै चाँदीको भाउ तोलामा 140 रुपियाँ घटेको छ। अघिल्लो दिन प्रति तोला 5,150 रुपियाँमा रहेको चाँदी यस आजको दिन 5,010 रुपियाँमा कायम भएको छ। चाँदी पनि गत माघमा 15 गते हालसम्मकै उच्च 7,505 रुपियाँमा कायम भएको थियो। कोमामा कम्युनिस्ट आन्दोलन सकिने कि सचिने? 2065-63 को ऐतिहासिक जनआन्दोलनपछि कम्युनिस्ट पार्टीहरू नेपाली संसदको प्रमुख शक्ति बने। कम्युनिस्ट पार्टीबाट 5 प्रधानमन्त्री, 2 राष्ट्रपति र 5 सभामुख बने। गणतन्त्रको पहिलो प्रधानमन्त्री, पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुख, बहुमत र 2/3 सरकारको अवसर पाएको यो आन्दोलन आज इतिहासकै दहिने अवस्थामा पुगेको छ। कुनै बेला नेता भनेको त सेवक हो भन्ने मान्यता राख्ने आन्दोलन आज नेता भनेको त मालिक हो भन्ने जस्तो बाटोमा हिँडिरहेको छ। ऐतिहासिक पतनको यात्रा। 2064 मा कम्युनिस्ट पार्टीले 75% मत र 61% सीट जितेर संविधान सभाको सबैभन्दा शक्तिशाली बनेको थियो। 2074 मा 48% मत र 2064 सालमा 64% मत सहित झन बलियो बनेको थियो। तर त्यस यता ओह्रालो यात्रामा सुरु गरिसकेको छ र गर्दै आएको छ। अहिले संयुक्त रूपमा 23
30% मत सहित प्रत्यक्षतर्फ 17 र समानुपातिक तर्फ गरी 25 सिट जितेको छ। कम्युनिस्टहरू कमजोर तेस्रो शक्तिमा झरेका छन्। छोटो समयमै यो अवस्था कसरी बन्यो? कुनै बेला नेताको कोठामा रातभर बहस गर्ने कार्यकर्ता आज गेट बाहिरै रोकिन चाहेका छन्। नेताहरू देवत्वकोण हावी भयो। न भेट्न पाइन्छ, न कुरा गर्न, न विचारमाथि बहस गर्न, न नेताका हरेक निर्णय अन्तिम सत्य भन्ने आलोचना पार्टी विरोधी ठहरिए। आन्तरिक लोकतन्त्र ध्वस्त भयो। स्वकीय सचिवहरूको कुरै नगरौं, उनीहरू नेता र जनता बीचको पुल बन्नुको सट्टा पर्खाल नै बने। दलाल, कमिसन खोर र ठेकेदार उनीहरूको बदरमा स्वागत गर्न आउँथे, तर जनता र इमानदार कार्यकर्ताहरू ढोकेकै भरमा उनीहरूलाई दर्शन दिने गरिन्थ्यो। कम्युनिस्टहरूले आफूलाई आफै धेरै ठुलो ठान्नाले आज यो अवस्थामा पुगेका छन्। पुस्तौंको सपना 3 जनाको घमण्ड। पुष्पलाल, मनमोहन र मदनको डोराएको आन्दोलन प्रचण्डसम्म आइपुग्दा 2064 सालमा उत्कृष्टमा थियो, तर 2082 सालमा आइपुग्दा ओली प्रचण्डकै युगमा त्यो आन्दोलन पतनको संघारमा छ। किनभने उनीहरू 2 जना बाहेक अरू कसैलाई पनि नेतृत्व देखिन पाइएको छैन। किनकि आफू मात्र अध्यक्ष हुने, अरू हावी हुन नदिने प्रवृत्ति बिस्तारै आन्दोलनलाई कमजोर बनायो। प्रचण्ड आफ्नो सीमित घेरामा रमाए, ओलीलाई घमण्ड र दम्बले खायो। दक्षिणपन्थी सुधारवादी धारमा हिँड्दा उनीहरू नातावाद, कृपावाद, चाकडीवादमा अल्झिए। प्रचण्डले त नातावादको आरोपै लाग्ने गरेको छ। थानकोट उभिएर खुमलटार घेरेर केन्द्रीय सदस्यता पाइने भएपछि गाउँका सोझो नेताहरू र झोलेहरू कहाँ भए भन्ने विषयमा पनि प्रश्न आउनु पर्दछ। यो निकै विडम्बनाको विषय बन्न पुगेको छ। नेपालमा सबैभन्दा ठूलो नातावाद लाग्ने गरेको छ। आत्मआलोचनाको मृत्यु। पारदर्शिताको नारा दिने यिनै कम्युनिस्ट पार्टीहरू भ्रष्टाचारको महासागरमा डुबेको आरोप छ। ठूला ठूला घोटालामा कम्युनिस्ट नेताकै नाम जोडिन थालेपछि जनताको विश्वास पुरै टुक्रियो। पश्चिम बंगालमा 34 वर्ष शासन गरेको CPIAMF जमिन अधिग्रहण, भ्रष्टाचार र जनतासँगको सम्पर्क टुट्दा जसरी धराशायी भयो, नेपाली कम्युनिस्ट पनि त्यही बाटोमा हिँडिरहेका छन्। बन्दुक बोक्नेको महत्त्व संसदमा आएपछि घट्यो। बोरामा पैसा बोक्ने दलाल ठेकेदारको महत्त्व बढ्यो। युद्धमा होमिएका कति अपाङ्ग र घाइते आज हिल चेयरमा सीमित भएका छन्। कतिका श्रीमती खाडीमा पसिना बगाइरहेका छन्। अहिले कम्युनिस्ट नेतृत्व नवरातवाद जस्तो देखिएको छ। पुँजीवादको मतियार बनेर बसेको छ। जनताले 2064 र 2074 मा ठूलो आशले कम्युनिस्टलाई मत दिए, तर सत्तामा पुगेपछि नेतालाई सत्ताको मात लाग्यो। आपसमै लडे, एकले अर्कोलाई कमजोरी देखाउन व्यस्त भए र अन्ततः सबै नाङ्गिए। यसका मुख्य पात्र हुन् केपी शर्मा ओली र प्रचण्ड माधव कुमार नेपाल। अचम्म, गल्ती स्वीकार्ने सचिने सट्टा उनीहरूले अमेरिका र भारतलाई गाली गर्न व्यस्त छन्। आत्मआलोचना भन्दा विदेशीलाई दोष दिनुलाई नै उनीहरूले ठूलो सफलता ठानेका छन्। जेनजी पुस्ताको आक्रोश हुनु पनि स्वाभाविक हो, किनभने यिनीहरूको यही वाक्क दिक्क देख्दा जेनजी पुस्ताहरू आएको भन्ने कुरा प्रष्ट देखिएको छ। 2082 को जेनजी आन्दोलनले पुराना दलहरू विशेष गरी कम्युनिस्टप्रति चुनावको चरम असन्तुष्टि उजागर गर्यो। रोजगारी, सुशासन, स्थायित्व माग गर्ने युवाहरू कम्युनिस्टलाई विश्वास गर्न छाडे। बाबुको पालामा सुनिएको क्रान्ति, आफ्नो पालामा भोगेको निराशा, यो बुझाइले आन्दोलनलाई ठूलो धक्का दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, रासपा जस्ता नयाँ शक्तिका रूपमा उदाएका दलहरूको विकल्प खोजिएको जनतालाई आफूतिर तान्न सफल भएको छ। परिवर्तनको नारा र नयाँ शैलीले युवा र मध्यम वर्गलाई आकर्षित गर्यो। 2074 मा 60% मत पाएका कम्युनिस्टहरूले सत्तामा रहँदा जनताको केही गर्न नसकेपछि जनता स्वाभाविक रूपमा नयाँ अनुहारतिर फर्किएका हुन्। भदौ 2082 को जेनजी आन्दोलनपछिको नेपालको राजनीतिमा परिवर्तनको लहर नै बन्यो। पुराना दल सत्याच्युत भए
भयो भने नयाँ युवा शक्तिका अगाडि आए केपी ओली झापा 5 बाट आफूभन्दा करिब 40 वर्ष कान्छा बालेन शाहसँग 50,000 मतले मतान्तरले पराजित भएका थिए। प्रचण्डले जिते पनि कम्युनिस्टका दर्जनौं नेता यो परिवर्तनको मारमा परेका छन्। जब पार्टीहरू आफ्नो मूल सिद्धान्त र जनताहरूको वचनबाट टाढिन्छन्, तिनीहरू बीचको भिन्नता मेटिन्छ अनि देखिन्छ उस्तै नीति, उस्तै कार्यशैली, उस्तै बाचा र उस्तै प्रमाणित। 2082 को निर्वाचनले यही देखाएको छ। कम्युनिस्टहरू नसुध्रिएसम्म अब नहुने भएको छ। अब बन्न थालेको छ। जनता बिउजिसके पालो नेताको जोखिम मोलेर भए पनि युवा पुस्तामा अवसर